हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ सुरुवात हुँदैछ हाम्रो बुढाबारीको चिया बगानदेखि। म चिया बगानमा आइसकेको छु यसरी है। हल्का हावा चढेको छ, जाडो जाडो छ। साइकल चाहिँ यहाँ राखेको छु, बाइक पछाडि आउँदैछ। अनि हल्का चिया बगानभित्र छिरेर हजुरलाई देखाइदिउँ न त कस्तो छ हाम्रो पनि गाउँको चिया बगान है। चिया बगानहरू हल्का मुख चिया बगानको यस्तो भित्र पस्यो। चिया बगान छ यसरी आइपुगेको छ। हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा राखेको छु। म पनि एकदम सन्चै छु। हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने लाइक ठोकिदिनु होला एकदम सङ्गलले। अनि हाम्रो चाहिँ यस्तो छ, यहाँ फुल यस्तो यस्तो बिग्रेको छ। अनि पर फुल्नेले पनि देख्नुला तपाईँहरूलाई। हल्का यस्तै छ है ठाउँ, अलिकति क्यामेरा अलिक राम्रो छैन, माइन्ड नगरिदिनु होला। बिस्तारै बिस्तारै हुनसक्छ, हजुरहरूले सपोर्ट दिनुभयो भने। अनि एकदम सन्चै छु है गाइज, म धेरै सन्चै छु। अनि हल्का काम सुरुले अनि म बुढाबारी आएको क्या। अनि हल्का उयो सामान ल्याउनु पर्ने थियो। अनि बुढाबारी आएँ। बुढाबारी आएपछि यसो हेरौँ न त। अनि जङ्गलमा हजुरलाई देखाइदिउँ हाम्रो कस्तो छ बुढाबारी भनेर देखाउनलाई हजुरलाई देखाउन खोज्दैछु। भाइ चाहिँ कति चक्चको छ अनि कहाँ साइकल हुँदैछ। अनि यो पुलदेखि आएको क्या, हेर्नु न, झन्डै लडिनँ क्या म। यो पुलदेखि आइदिएको हेर्नु ल, यो पुलदेखि आइदिएको साइकल माथिबाटै कुदाएर। अनि पानी थोरै खोला यसरी बगेको छ। अनि माछा चाहिँ यहाँ टन्नै छ भनेर हेरेको, माछा पनि त्यति साह्रो छैन रहेछ हजुर। ल गाइज, मेरो घरबाट कल आएको छ। अनि किन हो गर्छु, आज भ्लग चाहिँ यहीँ गर्न जाँदैछु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई गाइज।